I think you guys watched this Netherlands versus Sweden match. The way this team play against Sweden. हामीले नेदरल्यान्डकै हेर्ने हो भने चाहिँ नेदरल्यान्ड चाहिँ हिजो डिफेन्स लाइनबाट एकदम सोल्भएको थियो। हिजोको गेममा चाहिँ हामीले चाहिँ नेदरल्यान्डको किप्परमा हेर्ने हो भने ब्रुगेनले चाहिँ टप सेभ गरेको थियो। एन्ड देन भेन्डाइकको कुरो गर्ने हो भने चाहिँ भेन्डाइकले चाहिँ हिजो जुन हिसाबले लङ पास खेलेको थियो नि, मलाई पहिलाकै 2 मिनटमै थाहा भइसकेको थियो कि दे आर स्कोरिङ हाई गोल्स। एन्ड देन डिजङको हिजोको तिमीहरूले बल कन्ट्रोल देखा भयो तिनीहरूको हिजो। फ्रेङ्की डिजङ चाहिँ कस्तो मान्छे भन्दाखेरि यो मान्छेले चाहिँ गोल दिँदैन, एसिस्ट दिँदैन, तर मिडफिल्डरलाई जसरी कन्ट्रोल गर्छ नि, यु गाइज आर सक्ड के। एन्ड देन हामीले चाहिँ राइट फ्ल्याङ्कमा हेर्ने हो भने चाहिँ डिफेन्समा डम्फ्रिजले हिजोको गेममा टप खेल्यो। हाफ लाइन थियो नि, हाफ लाइनमा गएर यस्तो यस्तो डिफेन्स गरेको थियो नि यो डम्फ्रिजले। इफ यु आर अ बार्सा फ्यान देन डम्फ्रिज अब रियल मेड्रिडमा आइसक्यो। हामी बार्सा फ्यान जसरी हिजो स्विडेनको अगेन्स्टमा डम्फ्रिज खेलेको थियो नि, ओए यो केटालाई देखेर त आम्मा ल केटा स्टेडियम